नमस्कार दोस्तों, आज के इस वीडियो में बताना गई रही मैक्स प्लेयर तो एप्लीकेशन बाटे एवटा मोबाइल बाटे और तो मोबाइल में गाना वीडियो कैसे शेयर करना ढेर सजिलो तरीका बताना गई रहा है। दुबई मोबाइल को मैक्स प्लेयर लाई ओपन करने वाला सब बंदा पहला मैक्स प्लेयर ओपन करे પછી यहाँ हेर्नु होला ट्रांसफर यहाँ क्लिक गर्नु होला अनि यस मोबाइलमा पनि ट्रांसफर दिएछ यहाँ क्लिक गर्नु होला। अब यहाँ हेर्नु होला यस मोबाइलबाट मलाई यस मोबाइलमा गाना भिडियो मलाई सेन्ड गर्नु छ जसको लागि यो मोबाइलबाट यस मोबाइलमा सेन्ड गर्नु छ भने यहाँ सेन्डमा क्लिक गर्नु होला। अनि यस मोबाइलमा मलाई यस मोबाइलबाट यस मोबाइलमा लिनु छ भने यहाँ रिसिभमा क्लिक गर्नु होला। अलोमा क्लिक गर्नु होला। यहाँ अलो गरेर यहाँबाट ब्याक गर्नु होला। यहाँ क्युआर आइहालेछ। अब यस मोबाइलबाट मलाई जे पनि ट्रान्सफर गर्नु छ मलाई गाना या भिडियो जे पनि ट्रान्सफर गर्नु छ त्यो सिलेक्सन यहाँ गर्नु होला। भिडियो ट्रान्सफर गर्नु छ भने भिडियोमा सिलेक्सन गर्नु होला। एप्लिकेसन ट्रान्सफर गर्नु छ भने एप्लिकेसनमा क्लिक गर्नु होला। फोटो ट्रान्सफर गर्नु छ भने फोटोमा क्लिक गर्नु होला। मलाई फोटो ट्रान्सफर गर्नु छ यहाँ फोटोको सेक्सनमा आइहालेछ। यहाँ एकछिन पक्नु होला। अब जे पनि तपाईले फोटो ट्रान्सफर गर्नु छ त्यो सिलेक्सन गरेपछि यहाँ शेयर नाउमा क्लिक गर्नु होला। अब यसको स्क्यान आउँछ यहाँ स्क्यान गर्नु होला। त्यसपछि कनेक्टमा क्लिक गर्नु होला। यहाँ हेर्नु होला यो मोबाइलबाट यो मोबाइलमा एउटा भिडियो र दुईटा फोटो आइहालेछ। त्यसै नै सजिलो तरिकाबाट तपाईँ मैक्स प्लेयरको एप्लिकेसनबाट एउटा मोबाइलबाट अर्को मोबाइलमा धेरै सजिलोसँग गाना भिडियोलाई ट्रान्सफर गर्न सक्नुहुन्छ। थ्याङ्क यू।